सारी धोती नै राम्रो फर्काएर माइत आउँछौँ त्यही साडी लर्काएर खानु खाइ रोटी 6 महिनामा पाल पर्छ त्यो वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हाम्रो घरमा पूजा छ, फुपू र म। अनि अब हामी सबै भिडियो देखाउँछौँ क्यामेरामा खिचेर हो नि भा हो। अब हामी फोटो खिच्छौँ, टिकटक बनाउँछौँ, अनि त्यसपछि फेरि पूजा घरमा गएर सबै देखाउँछौँ तपाईँहरूलाई। बाई। अघि मैले हजुरकोमा हाई भन्दै थिएँ, अब मेरोमा हाई भन्दै। हाई 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 के छ त एकदम खतरा मान्छेको हाल ठिक छ। जस्तो लक्षण त देखे होइन कि त्यही पनि यसो बन्ने भयो बाहिर हो। यस्ता छन् यो चोरहरू। आजको दिन त गाली नगरौँ भने के अरे भाइले बोक्छन् क्या? भाइलाई देऊ, भाइलाई देऊ, भाइलाई। शाबास। कोहीले नाति बोक्ने, कोहीले बुवा बोक्ने। 17 देखाउँछौ। बत्ती बाला भक्त हो वैकुण्ठैमा जाउला, बत्ती बाला भक्त हो। हरि 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 हरि। छोराहरू लाइसेन्स प्राप्त आजदेखि। अङ्कललाई नि बधाई छ। अब अर्को वर्ष यति बेला भित्राउने। हाई बिक्कु, हाई भन, हाई भन, हाई भन। स्वर्ग जानी बाटो, गाइस सन्जु दिदीको यो 5th टाइम हो, पाँचौं चोटि हो सन्जु दिदीको यो। होइन, जम्मा 5 चोटि त खानुपर्छ के। झर्ना बाजुको
थर्ड हो रन्जु बाजुको सेकेन्ड होला सन्जु दिदीको त होइन के गाइसहरुको मलाई भन्न सिकाउनु भएको थियो तर 6 चोटि हो दिदीको अहिलेसम्म के गाउने एउटा गीत गाउने के खा तपाईको स्वर राम्रो छ भन्ने सुनेको थिएँ मैले नेपाल आइडल घर फालिनु भयो भने कस्तो राम्रो देखिन्छ यार तर जति राम्रो छ नि हाम्रो गाउँ त्यति क्यामेरामा देखिन्न है रन्जु बाबुजू बाबुजू दाङ राम्रो कि सुर्खेत दाङ राम्रो म दाङ राम्रो कि सुर्खेत त दाङै तर आजभोलि अब सुर्खेत राम्रो भन्दा कस्तो फिल भइरहेको मोबाइल लाइसेन्स प्राप्त अब कहिले मजा छ है त अगाडिबाट मान्छेको नेस्ती मुन्छे नजिकी बाँकी मानी भए मान्छे चिन्ने गाह्रो आमा खै त ल जाम कहाँ खाना नाइ कता जाने हो जाम भने बस खाना कहाँ हो के छ भाबीजी के छ भाबीजी के छ भाबी माछामा आलु दिदी खजुरा राम्रो कि बजार बरु यतिकै राम्रो देखिया रहेछु भाइ कस्तो राम्रो देखिया छ तपाईँहरूको साडी गाइज यस नमस्ते बेहुलीको आमा बेहुलीको ठुली सासू ठुली सासू ठुली आमा सासू रात परिसक्यो एउटा नि फोटो भिडियो खिचे छैन ल यहाँनिर खिचिदिनु गाई यस्तै झगडा गरेर ल्याउनु पर्छ कहिले फोटो भिडियो खिच्दैन भने लाउनु मम्मीलाई मम्मी उता हुन्छ कान्छ ऊ त्यहाँ ऊ त्यो कोठामा जाँदा ठुलो भिडियोमा त पिल्लु नभन्नु के मेरो छोरी थाहा छन् के नत्र मेरी छोरी थुक्का गए त खोजिकन तर मन परेन त मैले देखेको छु त्यो बिनमलाई नै मन परेन कि समस्या त्यहाँ दिनमले गर्दा भन्नुभयो त्यो तले माइनस के मैले कुरा राइट हो कि नै ढाका टोपी लगाए बर्ती बन्दा केटा हेर त कस्ता देखिए बर्ती बन्दा केटा हामीलाई पनि निकालेछ है मम्मी भजन कीर्तन तयारी आन्टी आन्टी ए फुपू हाय
कीर्ति कता गरे ससुरा मचाउने बुहारी नाच्ने मामाको दक्षिणा ल गाइस मोस्ट फेभरेटेड मोमेन्ट हामी किन आएको हो यसरी सिकाउनु पर्छ है बधा बधाई बहिनीको पाला कलश दक्षिणा मैले राखिसकेँ तिमीले के पायौ मैले यता हामीले बिहान गरेको भनेर बिहान एउटा आएन फुपू के भन्नु आयो 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 ए गयो ए आयो गयो फुपूहरू लाइनमा Oh my god. अभियानको नजिकबाट अनुहार खिचौँ है बिचारा भन्ने
ओके नाच्देऊ यार दिदी आहाई 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 ओए पानी पोखिस आज राति जति दिन्छन् हजुरले लिनु सुन्नु माया दक्षिणा भाग फुलपातीमा दिनु म त गएँ सुत्नलाई हजुर हजुर बिना त सुर्खेतमै जागिर खाएछ है यही सुर्खेतमै जागिर खाएर बसेछ के नगएस के कतै विदेश पनि नगएस काठमाडौँ पनि नबसेस यहीँ बसेस हामीलाई त साडी नै हाले जैरे सारी धोती नै राम्रो गीत भदैनी फर्काएर माइत आउँछौँ त्यही साडी खानु भाइ रोटी 6 महिनामा पाल पर्छ त्यो कस्ता छन् खोइ त्यो धोती देखा सबैका उस्तै हुन् कि एउटै हुन् कि छोरीका फरक हो नातिका फरक ल हामी अब रातिको 2:30 बज्छ 3:30 बजे हेर्नु न 3:30 भयो 3:30 हुन लाग्यो बल्ल हामी पूजाको भजन कीर्तन सकेर आउँदैछौँ तपाईँलाई कस्तो भयो तपाईँको मामाको 84 अति राम्रो लाग्यो दाङदेखि आएर पनि यति रमाइलो आएको सार भयो खुबु आएर त अनि रमाइलो भएको ममा अब त्यस्तो कहाँ हुन्थ्यो नानी ए हो अबदेखि बिहामा आउँछु जेमा पनि आउँछु तर बाटो खुलेर सडकमा जान लाग्यौँ हामी त हामी 4 बजे बल्ल जान लागेका छौँ अब घरमा सुत्नलाई भोलि बिहान फुलपाती सेलाउन जान छ 6-6:30 बजीतिर भेरी जाने कुरा छ अहिले 4 बजिसक्यो भोलि बिहान नि के भन्नु अलि पछि अनि त्यही हो जाने हो The next day.
बजेर हत्या गरेर त म यहाँ तिमीलाई छिटाइदिउँ त